हेलो हेलो साथीहरू सम्पूर्णमा नमस्कार। हामी चाहिँ काफल टिप्ने भनेर जान लाग्छौँ यो फिरिङ्गा लगेर। मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। दुईवटा फिरिङ्गा लिएर आछौँ। हेरौँ कतिको छ काफल। फर्स्ट टाइम गइरहेछौँ काफल टिप्ने भनेर। यहाँ आइसकेका छौँ जङ्गलको नजिकमा। म हजुरहरूलाई यहाँको भ्यूज देखाउँछु है। यसरी तलदेखि चाहिँ यो सोइबाङ हो है। रुन्टीगढी गाउँपालिका वार्ड नम्बर 5 रोल्पा हो यो सोइबाङ। हामी ओके गाउँ हेर्नुहोस् हेर्नुहोस् साथीहरू। दाङतिर त गर्मी बढेर हैरान भएको होला। हामीलाई चाहिँ यहाँ चाहिँ आनन्द छ होइन, शीतल। आहा कति राम्रो हावा चलेको होला के। सुन्दर रमणीय ठाउँ रोल्पा रुन्टीगढी गाउँपालिका वार्ड नम्बर 5 सोइबाङमा छौँ हामी अहिले। काफलको बुट्टाको नजिकमा आइसकेका छौँ। एउटा यहाँतिर छ, अलि पाएको छ तर अलि तल जानुपर्छ होला सायद। यहाँ चाहिँ काफल देखेर कति टाढा हो कि म्याडम? मेरो बाबु रोइजान्छ क्या नि। आयो काफलको बुट्टा त भेट्यो साथीहरू। काफलको बुट्टामा एउटा काफल देख्दैन मैले। कहाँ छ कहाँ साथीहरू? काफल जस्तो पाइएला जस्तो छैन वनमा काफल। जङ्गलमा आइसकेका छौँ हामी। सर्न सकिन्छ भित्रको। अझै तल जाने? अझै तल जाने? अया के हो यता यस्तो? अया अया कहाँ छन्? काफलको बुट्टामा त आइयो साथीहरू। काफलको अवस्था यस्तो छ। ए भर्खर पाक्न सुरु गरेका छन् काफलहरू। म थोरै भए नि खुसी भए काफलको बुट्टा देखेर। धेरै साथीहरू हेर्नुहोस् त काफलको अवस्था। ए तर अब चाहिँ वैशाखको महिना चाहिँ बस्मै पाक्छ होला यो। हेर्नुहोस् त कति राम्रो छ चाहिँ। काफल चाहिँ लपक्कै आएको छ अहिले चाहिँ। काफल चाहिँ लपक्कै छ है साथीहरू। ए हेर्नुहोस् त पाक्यो भने वैशाखको महिना चाहिँ आउनु होला है साथीहरू खानालाई। रुन्टीगढी गाउँपालिका वार्ड नम्बर 5 मा है। डोर्नु चप्पल छराएको त नछराएर कहाँ होला? अहिले त देखिन्न झ्याम्टाले। रुख चढ्ने मात्रै हो त? सक्छौ हिँड्न? सक्दैन? अनि कसले बोक्छ त? बाटो नभएर अया काँडाले हिँड्नु कुरा छ। कम भएको छ यहाँ काँडाले। अया म यहाँ
यस्तो छ यस्तो त भिरमा जाने हो साथीहरू भिरमा आधा हुन्न क्या जाम गाइड घर जाम गाइड मरे हामी त गलत बाटो आइछौँ अलिकति उता परबाट झर्नुपर्ने रहेछ सजिलो सजिलो रुखहरू रहेछ यतिबाट जाने यहाँ चढ्ने रुख त चाहिँ सजिलो रहेछ काफल पाकेको छैन मलाई थकाइ लाग्न लाग्यो आहा धेरै सङ्घर्षपछि हामीले सफलता प्राप्त गर्न सफल भयौँ यहाँ हेर्नुहोस् त भरिन्छ किन है म चढ्छु अब रुखमा चढ्न स्टार्ट गरेँ म मेरो अथक प्रयासपछि यति काफल टिप्न सफल भएको छु साथीहरू हेर्नुहोस् त रुखमा भएको भिडियो छोरा फेरि यहाँ छोरा यता छ फेरि मेरो काबल हेर्नुहोस् त साथीहरू सजिलो छ यो रुख हेर्नु त यस्तो रुखमा को चढ्छ म चढ्छु कहाँ के बनकी चरी के भन्छे बनकी ए भगवान यो रुखमा हेर्नुहोस् त साथीहरू के काफल फलेको होला यस्तो आम्मा के साह्रो हेर्नुहोस् त ए हो अब म हेर्नुहोस् त साथीहरू यो वैशाखको सुरुमा 8-10तिर खुब पाक्ने छ साथीहरू खानलाई आउनु होला हेर्नुहोस् त साथीहरू यति ठुलो रुख छ अनि भुइँबाटै टिप्न मिल्ने यहाँ हेर्नुहोस् त भुइँबाटै टिप्न मिल्छ माथि रुखमै चढ्न पर्दैन दाना हेर्नुहोस् त कति ठुला हेर्नुहोस् त कालो छ नि जानेर जानुहोस् त टिप्नुहोस् त त्यहाँ भन्नुभयो त अलिक त्यो पनि पाएको छ एउटा कालो भएको छ साथीहरू मन चाहिँ रमाइलो छ आजभोलि साथीहरू म त वैशाखमा यही बुट्टामा आउने हो यहाँ टिप्ने हो कस्तो मजाले भुइँमा साथीहरू भुइँबाटै टिप्न मिल्ने उप्र नै चढ्नै नपर्ने हो नि त सङ्गीता म्याडम कमेन्टमा लेख्नु होला सबैजनाले कुनको कहाँदेखि हुनुहुन्छ नजिकमा भएपछि रोल्पा नजिकै हुनुहुन्छ रुन्टीगढी गाउँपालिका नजिकै हुनुहुन्छ भने हामीले बाटो सिकाइदिउँला काफल कहाँनिर छ यति राम्रो फलेको भनेर साथीहरू हेर्नु साथीहरू त्यति टाढा जाने हो हामी बाबु हात्तीको होला भनेर ढिला भइसक्यो जाने माथि गइराखौँ माथि बाबुलाई हेर्ने दिदीले हेरिराख्नु भएको छ माथि कोइलीको आवाज सुन्नुहोस् त साथीहरू कति मिठो आवाज कताबाट हो कि बाटो खै तर मम्मी हेर्नु साथीहरू काफल मलाई त काफल कस्तो मनपर्छ साथीहरू It sounds like you're envisioning an instrumental piece that truly captures a
हेर्नुहोस् वन सल्लाहको रुख हेर्नुहोस् है गाइस ambience. देख्नु भएको छ कि नै This one's not about खेलो साथीहरू लास्टै I'd suggest हो गयो imagining soft finger picking on a sun-soaked guitar. आजको भ्लग Occasional melodic bends अन्त्य गर्छु reminiscent of waves rolling ashore. A मन subtle परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला rhythm of distant है tides. बाई बाई Let the absence of vocals create room for the guitar to tell its own serene story.